यहाँहरू सबैलाई हार्दिक स्वागत छ। यति बेला म मिना अरबदेखि अल जजिरामा रहेको सामुद्रिक बीचसम्मको यात्रा गर्दैछु र यो यात्राको क्रममा त्यहाँका दृश्यहरूको मैले भिडियो सामग्री समेट्नेछु। भिडियोलाई हेर्दै जानुहोला। म यसरी त्यहाँसम्म पुग्ने पैदल यात्राको क्रममा करिब 2-2.5 किलोमिटर जति पैदल यात्रा गर्नुपर्छ। त्यस क्रममा म यहाँनिर पुगेको छु जहाँ एउटा ठुलै मैदानलाई पिच गरिएको छ। यो सामान्य एउटा एक्सप्रेस ग्रिल भनेर सानो क्याबिन बनाएको छ। यो एउटा खण्डको रूपमा रहेको छ, कुनै काम अथवा चाहिँ चालुमा आएको छैन। यो सामान्यमा देख्न सकिन्छ। ठुलै मैदानलाई पिच गरिएको छ र पार्किङका लाइनहरू लगाइएको छ, तर कुनै काममा आएको देखिँदैन। तर यहाँनिर अहिले यी फुर्सदमा रहेका युवाहरूले फुटबल, क्रिकेट जस्ता गेमहरू खेल्छन्, प्र्याक्टिस गर्छन्, त्यही गरेको देखिन्छ। र यसपछि म देखाउँदैछु यहाँनिर यो त्यो समुद्रसम्म पुग्नको लागि यसरी खाली जमिन साइडलाई हेर्दाखेरि म जुम गर्छु। यो जुम गरेँ यहाँनिर यो जुन सिधा लाइन देखिन्छ पारीको, त्यो लास्ट लाइन हो। त्यसपछि समुद्र सुरु हुन्छ। अब त्यहाँसम्म पुग्नको लागि मैले एउटा केबल कच्ची सडकलाई चुनेको छु र यहाँदेखि सिधै जाँदाखेरि त्यहाँनिर पुगिन्छ। र एक साइडमा यो वृक्षहरू लगाएको छ, अर्को साइडमा एउटा तार जालीसितको ठुलै बाउन्ड्री कम्पाउन्ड जोडिएको छ वरपरैसम्म। यति बेला म समुद्रमा पुगिसकेको छु र यो समुद्रलाई देख्न सकिन्छ। एउटा बीच अथवा पब्लिकलाई ठाउँ छोडेर सबै किनारामा ठुला ठुला चट्टानहरूको बाउन्ड्री बनाएको देखिन्छ र एक साइडमा यो पब्लिकहरूको लागि छोडिएको छ। यो देख्न सकिन्छ। यी चट्टानहरू पुरै वरपार चाहिँ किनारामा यसरी चट्टान भरिएको हुन्छ र यो यहाँ देख्न सकिन्छ स्वच्छ पानीका यी छालहरू आनन्दमय एउटा मानिस फुर्सदको समयमा आएर अनुभूति गर्ने स्थान यो समुद्र भएको मलाई लाग्छ। र यहाँनिर यो कोही पनि फुर्सदमा भएका आम पब्लिकहरू आएर यो बिच एरिया स्विमिङ गरेर रमाइलो गर्ने, मनोरञ्जन गर्ने अथवा पिकनिकहरू गर्ने, डिजेहरू बजाउने, यो सबै इन्जोयमेन्ट गर्ने स्थान हो। र यसरी साना केटाकेटीदेखि बुढा बच्चा युवाहरू कुनै पनि आनन्द लिनलाई यहाँनिर आउन सक्छन् र समुद्रमा फुटबल अथवा भलिबलहरू पनि खेलिरहेको देख्न सकिन्छ। र यसरी यी छालहरूले पानीलाई निकै स्वच्छ राख्ने काम गरेको हुन्छन्। र यो समुद्रलाई हेर्ने हो भने एउटा सामुद्रिक दुनियाँ अलग हुन्छ। यस समुद्रमा वेद पुराण शास्त्रका अनुसार 84 लाख योनिहरूमध्ये 9 लाख जीवहरू पानीमा आफ्नो जीवन व्यतीत गर्दछन् भनिन्छ। त्यसकारण सामुद्रिक दुनियाँमा कुनै जीव रमाउँछन् जो उनको जीवन नै पानी हुन्छ। अनि जीवनमा बस्ने, जमिनमा बस्ने प्रत्येक प्राणी र मानव जातिलाई पनि जल एउटा जीवन नै हो भनिन्छ। र यसरी यो बाउन्ड्रीको चारैतिर चट्टानहरू पनि लगाइएको छ, छालहरूले नोक्सान नगरून् भनेर। यहाँनिर यो बिच एरियामा यी चट्टानहरूलाई लगाइएको छैन ताकि पब्लिकहरू आएर आफ्नो इन्जोयमेन्ट गर्न सकुन् भनेर। यहाँनिर भलिबल, फुटबल खेलेर पनि आनन्द लिइरहेको देखिन्छ। र यसरी समुद्रको महत्त्व कति छ भनेपछि समुद्र एउटा
मानव जीवनलाई पनि निकै महत्त्वपूर्ण भएको मानिन्छ। किनभने यो समुद्री जहाजहरू मार्फत आम पब्लिकहरू एक ठाउँबाट अर्को ठाउँमा यात्रुहरू रूपमा पुग्न सक्छन्, एक देशबाट अर्को देशमा पुग्न सक्छन्। अनि त्यस्तै गरी सामानहरू पनि यो देशबाट अर्को देशमा पुर्याउनको लागि यही समुद्री जहाजहरूबाट ठुलो मात्रामा क्वान्टिटीमा ओसार पसार हुने गर्छन् र यसै समुद्रमा रहेका माछाहरूबाट व्यवसाय गरेर थुप्रै मानव जातिहरूले रोजगार पाउनु भएको हुन्छ र यी छालहरूले स्वच्छ राख्नको लागि निकै महत्त्वपूर्ण गरेको हुन्छ। यहाँनिर युएईमा भन्न सकिन्छ कि यहाँका बासिन्दाहरू भन्नुहुन्छ कि यस्ता सानातिना समुद्रहरूलाई चट्टानहरूले माटोले पुरेर अहिले बिल्डिङ बनेका छन्, रिसोर्टहरू बनेका छन्, होटेलहरू बनेका छन् भनेर भन्नुहुन्छ र यसरी पानीभित्र पनि जमिनलाई काममा लिएको हुन्छ र बाउन्ड्री तारहरू निकै हुन्छन्। त यही भन्दै आजको भिडियोलाई म यही समाप्त गर्न चाहन्छु। सबै सम्पूर्णहरूलाई स्वस्थ व्यस्त र मस्त रहनुहोला भन्दै म घनश्याम फेरि अर्को भिडियो लिएर आउनेछु। तबसम्मको लागि यहाँहरूबाट